हेरेर धेरै माया गरिदिनु भयो, धेरै राम्रो कमेन्ट गरिदिनु भयो, धेरै सपोर्ट गरिदिनु भयो है, सबैले हेरिदिनु भयो। र यो नेक्स्ट भिडियो चाहिँ आज अस्तिको भन्दा अझै रमाइलो हुनेछ। तपाईँले हेर्दै जानुहोस् यो भिडियोलाई र लाइक एन्ड कमेन्ट सेयर गर्न चाहिँ कहिले पनि नबिर्सिदिनुहोस् तपाईँको लेडिज ब्लगलाई। यो चाहिँ मैले अस्ति धनिया रोपिरहेको थिएँ हो, यो धनियालाई चाहिँ म युज गर्नेछु। गमलामा रोपेको थिएँ हो। र मैले वाचिपामा हाल्ने एक दुईवटा सामानहरू दोकानबाट लिएर आएको छु र अलिकति आइडिया छैन, कम्ती आइडिया छ र एक दुईवटा आइडिया चाहिँ म आमालाई सोध्छु। हजुरको 20 राइटिसलाई वाचिपा राइटिसलाई है कसरी अलिकति स्टार्टिङ गर्छ, अलिअलि त याद छ तर कति कुरा याद छैन र आमालाई सोधेर आमाको यसो ज्ञानहरू बटुलेर बनाउनु पऱ्यो है। आफू मात्रै बुद्धि हुँदैन, सबैको अब बुद्धि मिलाइन्छ राम्रो हुन्छ भन्छ नि, हामीले ठुलो बडाको ज्ञान लिनु राम्रो हो। अनि पापा बिजी हुनुहुन्छ हो, पापाको आफ्नो काम चाहिँ, पापाको चाहिँ के काम छ घरमा चाहिँ नि यो पानी तताएर सबै पानी हाल्नु पापाको ड्युटी हो। पानीहरू सबै तताएर फ्लासमा टक्टकै हाल्छ पानीको ड्युटी हो। अनि मेरो ड्युटी आएको छ, आमाको ड्युटी आएको छ, आफ्नो फाल्टो ड्युटी चाहिँ के भनेको छ डक्टरले? के बुझेन पापाले राम्रो भन्नु न। खानु भनेको छ पिरो चिप्स ए अँ बेसी चाहिँ नहोस् तर ल। ड्याडी जनी ब्लगको यो किचनमा फेरि पनि ल्याउन चाहन्छु र म चाहिँ यो बस्तीको चामल र एउटा भुटानको चामल छ मिक्स गरेर अलिअलि तपाईँले तेल रातो रातो छ यसलाई म पकाउने छु। पहिला वाचिपा बनाउनु लागि चाहिँ यसलाई पकाउनु पर्ने रहेछ र गिलो होइन, यसलाई चाहिँ फुरुरै खालको चामल म पकाउने छु। त्यहाँदेखि यता चामल पाक्दै गर्छ, अर्को स्टेपमा म तपाईँलाई देखाउने छु। पहिला चाहिँ म यो चामल बसिहालेँ भाइ, मैले कुखुराको पखेटा ल्याएको छु यहाँनिर हो। यो पखेटालाई चाहिँ अब म आगोमा पोल्छु ग्यासमा पोलेर चाहिँ म यसलाई मसिनो पिस गर्छु। मैले पोलिसकेको छु यहाँनिर हो। अब यसलाई म पिस बनाउने छु र गाइस यसरी यो चाहिँ उदाएर म हेर्नुहोस् यहाँनिर हो धारिलो बनाएर चाहिँ त्यसलाई पिस गर्नु पऱ्यो। मसिनो पऱ्यो मसला चाहिँ अब छुरी मुदाएको छु मैले हो। मिन बनाएको छु र वाचिपाको मेन रेसिपी चाहिँ तितो बनाउने चाहिँ आज यो फुल है। अघि मैले जुन चाहिँ प्लान्ट छ यसको जुन चाहिँ फुलको सुकाएको है आमाले राखेको यो बोतलमा राख्नुभएको थियो हो। मेन वाचिपाको चाहिँ मेन चाहिँ रेसिपी चाहिँ आज यो तितो बनाउने चाहिँ यो। पहिले चाहिँ अब कुखुराको यसो भुत्लाहरू हाल्थ्यो होइन सुप डढाएर हो, तर अहिले चाहिँ यो फुललाई यो प्लान्टको फुललाई चाहिँ वाचिपामा मिक्स गरेर बनाउँछ अहिले चाहिँ। मेन रेसिपी चाहिँ यति हो, अदुवा खोर्सानी टमाटर एन्ड प्याज वाचिपाको लागि। आज लसुनलाई चाहिँ हामी स्किप गर्नेछौँ, लसुनलाई चाहिँ म हाल्दिनँ। र गाइस अब वाचिपाको लागि चाहिँ यति मसला मैले रेडी गरेको छु यहाँनिर हो। बेसी मसला युज गरेको छुइनँ। अदुवा हरियो खोर्सानी टमाटर प्याज अन्त यो फुल वाचिपाको लागि तितोको लागि कम्ती हो, पुरा तितो हुन्छ नि, तितो हुन्छ यो बेसी कम्ती हालेको छु। यहाँनिर चिकन मैले उयो गरेको छु र सिम्पल हर्दी र अर्को कुरा नुन यति युज गरेर चाहिँ आजको वाचिपा डिसलाई म रेडी गर्नेछु। तेल चाहिँ अलिकति बेसी नै हाल्छु है, किनभने भातलाई पनि फ्राई गर्नुपर्छ। र मेरो यहाँनिर खाना पनि रेडी भएको छ, निकै फुरुरै भएको छ खाना। अब अलमोस्ट रेडी हुन्छ वाचिपा हो। अनि सबै सामानहरू रेडी गरेको छ, अब फ्राई गर्नु मात्रै बाँकी छ, अरू कुरा चाहिँ सबै मिलिसकेको छ मेरो। कोही बेला यस्तो अब आफ्नो ट्रेडिसनल डिसहरू यो बनाउनु सिकिराख्नु भन्ने रहेछ। भोलि पर्सि कहीँ गइहाल्यो भने कसलाई आउँछ भने लाज पर्दैन नि त, बनाउनु सजिलो हुन्छ नि त होइन। अन्त अब आफ्नो ट्रेडिसनल कुराहरू पनि सिकेको फाइदै हुन्छ, राम्रो हुन्छ हो। सिकिराख्यो भने नि अरू जग्गामा हामीले बनाउनु पनि सक्छ होइन, कसैलाई बनाएर खिलाउनु पनि सक्छ होइन साथीभाइहरूलाई हो। यहाँ मेरो अलमोस्ट रेडी हुँदैछ यहाँनिर वाचिपाको यो। अब म प्रायः फ्राई गर्नेछु। तपाईँलाई मेरो भिडियो मन पऱ्यो नि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ पक्का गरिदिनुहोस् है मेरो साथीभाइहरू हो। अनि ड्याडी जनी ब्लगलाई यसलाई चाहिँ अलिकति रातो रातो ब्राउन बनाउने चाउलाई फ्राई गर्ने चाहिँ यसो। अदुवा यसलाई अब 1 मिनटसम्म एकछिन यतिकै राखेर त्यहाँदेखि चाहिँ म टमाटर हाल्छु। हो पापाले यहाँनिर
डिलिसियस फुड बनाउँदैछ आज ल यहाँको चाहिँ 2 मिनट पनि बेसी हुन्छ 1 मिनट जस्तो राखेर चाहिँ म चिकन फ्राई गर्दै हालिदिन्छु अलमोस्ट पाकिसक्यो यो यसको प्रायः मासु फ्राई भइसकेको छ हो तितेहरू पनि सबै मसलाहरू मिक्स भइसकेको छ अब म खाना हाल्नेछु यहाँनिर के भयो तिमीलाई चाहिँ यहाँ पापाले बनाएको हेर न तर डिस्टर्ब गर्नु नआउ त अघि पकाएको अब मलाई मिक्स गर्नुहोस् यो हुँदैन पापाको यो म फ्लेमलाई कम्ती बनाउँछु जाउ त पापाको खाना रेडी हेर्नु यसलाई म मजाले मिक्स गर्नेछु अन्त नुन पनि टेस्ट गर्नुपर्ने छ अब यसलाई म 5 मिनटसम्म मजाले फ्राई गर्नेछु मिक्स गरेर अलमोस्ट वाचिपा त रेडी भइसक्यो हो फिनिसिङ चाहिँ म धनिया हालेर गर्छु र हेर्नुहोस् कस्तो भएछ मेरो वाचिपा खाएर टेस्ट गर्नेछ फाइनली गाइज मेरो वाचिपा रेडी भएको छ हो र तपाईँलाई म देखाउनु छु कस्तो भएछ भनेर अन्त म आमा पापालाई नानालाई दिनेछु र गाइस म आमालाई अब सर्भ गर्नेछु यहाँबाट हो त्यहाँदेखि म आमालाई दिनेछु धनिया हालेर म यसलाई एन्डिङ गर्नेछु माथिबाट सर्केर अब यहाँ इन्टरभ्यू लिनु पऱ्यो नि बाबाको घर पहिला हेड अफ द फ्यामिलीको घर कस्तो भएछ पापा वाचिपा हजुर यो चाहिँ मेरो हो तिमी नखाऊ न अन्त अलिकति टेस्ट गर न खाइराख दामी भएछ खाऊ न यहाँ आमाले खानुहुँदैछ हो यहाँ हाम्रो दिदीले खानुहुँदैछ आज वाचिपा डिस बनाएर सबैलाई खिलाएको तिमी आऊ खानु पापासँगै